कथा नीलो चिठी पात्रहरू आर्यन एक शान्त कम बोल्ने गाउँको केटो जो अहिले काठमाडौँमा पढ्दैछ। स्मृति एउटी खुलेकी हँसिली गहिरो आँखाकी केटी आर्यनको कलेजकी साथी। कथा सुरु हुन्छ काठमाडौँको एउटा कलेजको पहिलो दिन थियो। आर्यन गाउँबाट आएको थियो, सबै कुरा नयाँ लागिरहेको थियो। क्लासमा एउटी केटी स्मृति उसको छेउमा आएर बसिन्। उनले हाँसेर भनिन्, हाय म स्मृति। तिमी? आर्यन अलिक लजाउँदै बोयो। आर्यन गाउँबाट आएको। सुरुमा उनीहरू सामान्य साथी थिए। समय बित्दै जाँदा चिया पसल, लाइब्रेरी, असाइनमेन्ट बिस्तारै उनीहरू नजिक हुन थाले। तर आर्यन भित्रभित्रै स्मृतिलाई मन पराउन थालेको थियो। ऊ भन्न डराउँथ्यो। गाउँको सोझो केटो, उसलाई लाग्थ्यो ऊ जस्तो स्मार्ट केटी म जस्तो केटोलाई किन मन पराउला। र एक दिन स्मृतिले अचानक पढाइ रोक्नु पर्यो, घरमा समस्या भयो। उसले सबैलाई नबताई चुपचाप कलेज छोडिन्। आर्यनले त्यो दिनदेखि उसको अनुहार देखेन, न फोन न म्यासेज। ऊ टुक्रिएको थियो। तर केही महिनापछि लाइब्रेरीको पुराना किताबमा उसले एउटा नीलो रङको चिठी भेट्टायो। त्यसमा लेखिएको थियो, आर्यन जब तिमी मेरो नजिक थियौ म सधैँ सुरक्षित महसुस गर्थे। म पनि तिमीलाई मन पराउँथे, तर डर लाग्थ्यो कतै तिमीले नबुझ्ने हो कि भनेर। आज म टाढा जाँदैछु, तर तिमी मेरो जीवनको सबभन्दा मिठो सम्झना बनिरहनेछौ। तिमीलाई आई लभ यु भन्न नसकेको अफसोस सधैँ रहनेछ। स्मृति आर्यनको आँखाबाट आँसु झर्यो। उसले त्यो चिठी मुटुमा राख्यो। अन्त्य होइन, कहिले नदेखेको जस्तो लागेको स्मृति 2 वर्षपछि फेरि कलेज फर्की। आर्यनले उसलाई देख्यो, चुपचाप आएर भन्यो, अब म बोल्न डराउँदिन। म तिमीलाई माया गर्छु स्मृति। स्मृति हाँस्दै उसलाई अँगाल्छे। र नीलो चिठी अब प्रेमको प्रतीक बन्छ। सिक, कहिलेकाहीँ समयले टाढा बनाउँछ, तर साँचो माया कहिले हराउँदैन। बोल्ने हिम्मत गरौँ, किनकि कहिलेकाहीँ बोली आउँदैन। यदि तपाईलाई यो कथा मन पर्यो भने म थप नेपाली लभ स्टोरीहरू लेखेर